साथीहरू झोरले वेलकम छ हजुरहरू सबैजनालाई सरगम युट्युब च्यानलमा हैन आज चाहिँ हैन सधैँ आइराख्नुहुन्छ बुढी आमा हैन तर आज चाहिँ स्पेशल हाम्रो आमा मेरो ससुराबाको फुपू हैन फुपू हुनुहुन्छ अनि आज चाहिँ हामी तीनजना मिलेर मुकबाङ भिडियो गर्दै छु अब के कति खान सक्छु हेर्दै इन्जोय गर्दै गर्नु होला ल साथीहरू आमा खाम कपाल पनि कन्याउन पाइन्छ पाइन्छ ल खाम म पहिला गङ्गटा राखिदिन्छु ल आमालाई यता यस्तो छ साथीहरू ल गङ्गटा चाहिँ ओ धन्नै ढलेन यस्तो छ त्यो झोल पनि कति राखेको र के आमा है पहिला झोल खनाम त त्यत्रो भातमा त्यो तरकारी राखेर आमालाई आज सासु सानो आमालाई चाहिँ यहाँ माछा हैन आमा र मलाई त गङ्गटा खान सक्छु नि त हैन आमालाई बिग गङ्गटा थो तातो रहेछ नि गाह्रो छ अनि यो माछा चाहिँ आमालाई परेन हो म यताबाट राखिदिन्छु ल साथीहरू हेर्दै गर्नु ल यहाँ आज चाहिँ हामीले यसरी हाल्नेवाला छौँ के आज चाहिँ खास यता हाम्रो पारिघरका आमालाई चाहिँ के भन्छ अरे गङ्गटा खुवाउनु इच्छा थियो के साथीहरू अनि त्यही भएर हो मिल र ज्याकेले आमा यसलाई के भन्छ यो गङ्गटालाई के भन्छ रे साथीहरू मलाई चाहिँ उस आउँदैन कि ल सुरुमा के खाने ल खानु ल गङ्गटा खानु खाएँ ल फर्स्ट बाइट आमाले माछा आमाले मैले गङ्गटा मुख्य भयो आज चाहिँ गङ्गटा तिनीहरूलाई नराखिदिएको गङ्गटा यिनीहरूलाई राखेको छु सबैलाई बनाएको आमाहरूले मैले एकै रक्सी त नखाने आमाले रक्सी खाँदै हुनुहुन्छ के भन्छ हाम्रो रक्सी धान भन्छ कि रक्सी नै भन्छ धान भन्ने जाँडलाई हो जाँडलाई हो रस पोख्यो क्या आमा है देब्रे हातले हामी सुइकाउँदैछौँ नानीले कहिले खानु जान्छ आमाले भ्याएपछि त्यहाँ खिची त राख्छ नि आमा कस्तो भयो आमा भन्नु त मारेको पनि मैले हो बनाएको नि मैले हो कस्तो भयो अरे आमा मिठो भएको हो अझै अचार मिठो लाग्यो मलाई त अचार मुला र काँक्रा अनि साग राखेर बनाएको साडे जस्तो बनाएको हो कुखुराको खुट्टा चाहिँ साथीहरू आमाहरूले बाँग्न सक्नुहुन्न नि त दास सक्नुहुन्न नि त यता बुढी आमाले अनि त्यही भएर यो सिटी लगाएको हो क्या यता आमाले चाहिँ सपाउनुहुन्छ चुरुक्क खानु तिमीले पनि खाऊ के कान्छी यहाँ झेक्दै देखेर अगाइसक्यो साँच्चै अचार मिठो रहेछ यार
खिचडी बनाएको छ क्रिम अचार धेरै नखाएको भएर भयो आज मिठो लाग्यो मिठो भयो आज तिम्रो हालेको छु नि त त्यही भएर अस्ति तिम्रो हालेको थिएन नि त अहिले चाहिँ तिम्रो हालेको छु हो त्यो अलि अगाडि लिएर खानु आमा यहाँ अलि ठाउँ मिले होइन साथीहरू है आमा कहाँ पोरो जानुभएको अहिले यतै आउनु कहाँ पोरो जानुभएको अहिले यतै आउनु भनेर आमालाई टान्नु पर्यो साथीहरू ल खुट्टा खानै आमा राखिदिउँ है आमा हजुरलाई खुट्टा खुट्टा त मिठो रहेछ मिठो भए रहेछ सिटी लगाएको म त हातले निकाल्थेँ साथीहरू त्यसले त मिल्दै मिलेन निकाल्न रस मात्रै साथीहरू गङ्गटा चाहिँ के को औषधि हुन्छ अरे नि त आमा है घोडा दुखेको औषधि हुन्छ भन्छन् फेरि हो चोकमा सकेर हड्डी भाँचिएको टुटफुट भएको नखानु हुने थियो झन् तपाईँको लागि स्पेसल हो आज गङ्गटा आमा गङ्गटा साथीहरू अस्ति भिडियो माछा मारेको गङ्गटा सबैको भिडियो पनि हेर्नुभयो होला साथीहरू होइन यो चाहिँ मारेको हेरेको होला आएको आज हेर्ने खाएको आज हेर्नु सबैजनाले यो भात टुर्ने जो हो टुर्ने टुर्दैन क्या लास्टमा मैले सबैको भात मैले खानुपर्ने हो तिमीलाई धेरै कम भने मार्दा लाग्यो पनि यो गङ्गटाको सुप चाहिँ एकदम खानुपर्छ अरे क्या यो हड्डीहरू जोर्नीहरू दुखेको सन्चो हुन्छ भन्छन् नि त होइन आमा
मामा बाबालाई त छुट्टै नखुवाइकन बनाइदियो होला। अँ खानु खानु आमा खानुपर्छ। तपाईँले भातै खानुहुन्न धेरै। माछा पनि छ साथीहरू, सानो सानो अस्ति भिडियोमा मारेको थिएँ नि त्यही माछाहरू हो। तर पिरो परेछ कि तरकारीमा। आज त पाठीखरको आमाले हामीलाई जित्नुहुन्छ कि क्या भात खाएर। पास खानु भा हाम्रो छोरीले आमालाई पाटे आमा पो भन्छ त है। मेरो छोरीले पाटे आमा भन्छ। माथि माथि काउडाटाको आमालाई फेरि सानो आमा सानो अनि पाठी आमा अनि घरकोलाई सानो आमा। माथि सानो आमा घरकोलाई सानो आमा। खुट्टा सिटी लगाएर बनाएको नि मिठो पो रहेछ है। के आएको यहाँ आज बिहान ल्याएको दुध ल्याउनै बिर्सिएको होइन। त्यही गफ लाग्दा लाउँदा राख्छ दुध मन्दिर गफ लाग्दा। खान्थ्यो होला नि भात। कुनै मैले भयो पुग्यो मलाई भात। अरू भिडियोमा त यस्तो पेत्याकै भाँचेर कसरी भाँच्छन् कि यहाँबाट मासु निकाल्छन् के तर हुँदो रहेछ माछा। यहाँको भित्रको हो कि दबाई हुने होला गङ्गता दौरो खाइयो साथीहरू। आमाले पनि गङ्गता बनाइदिनु भयो। यताको आमाले भात मलाई राखिदिनु भयो। भरे त म दुइटै आमाको खाएर यहाँ म हल्ला न चल्ला भयो साथीहरू होइन।
माझ जहाँ बसेर यताको र उताको जुठा खाए पो माया बढ्छ त ए अँ जुठा खाएर माया बढाउनु पर्यो अनि पाती आमाले भ्याउनु भएको छैन छ पाती आमाले भ्याए के मैले त अनि के भन्छ अरे थाहा छ पाती आमा अब हाम्रो भिडियोहरू सबैले हेर्छन् नि हेरे खाएको यस्तो हो नि सबैले हेरुन् हामी दिन उमेर गएको मान्छे होइन अनि हामी मरेर गए पनि यो रहिराख्छ हो एकदमै अनि हेर्न पाउँछन् हो त्यही हो त्यही भएर नि मैले यहाँ भिडियो बनाउन लागेको हजुरहरूलाई पाती आमा के भन्छ तपाईँको भिडियो हेर्ने सबैजना इष्टमित्र साथीभाइ होइन सबैजनालाई के भन्नुहुन्छ भन्नु त ल हेरे सुनाउनु नि हाम्रो आमालाई सुनाउनु है हेरेपछि त्यहाँ अनि हाम्रो बुढी आमाले चाहिँ होइन के भन्छन् अरे मान्छेहरूले सबैले हेर्छन् सबैले हेर्छन् कति मिठो थियो है मजाले खानुभयो है आमा भनेर भन्छन् आज चाहिँ मलाई दुईजना आमासँग गफ गर्नु मन लागिरहेको थियो कि साथीहरू होइन त्यही भएर भिडियोमै गफ गरेको छु हल्का फल्का के कस्तो लाग्यो हेरेर इन्जोय गर्नुभएको होला साथीहरू होइन यही हो लगभग सबै खाइसक्यो हामीले है आमा आज मैले पाठीखरको आमालाई गङ्गटा छोपेर लिएर होइन हिजोको ब्लगमा देख्नुभयो होला गङ्गटा छोपेको गङ्गटा माछा सबै छोपेको होइन अनि त्यही हो आज चाहिँ हामीले यो बनाएर पाठीखरको आमा अनि मेरो आमा मेरो ससुराको फुपू है मैले आमा भन्छु उहाँलाई सबै आज खुवाउनु पाएँ धेरै खुसी लाग्यो मलाई पनि खान पाएँ सँगै बसेर भिडियो पनि बनाउन पाएँ है आमा दिनदिनै हो त जात हाल हुन्छ बुढो चाहिँ हुन्छ ल म जान्छु दिनै ल मलाई मगर कुरा आउँदैन साथीहरू होइन आमाहरू चाहिँ सबै मगर कुरा बोल्नुहुन्छ होइन हामीले मिठो खान पनि पाउने तिम्रो भिडियो जताततै डुल्ने दिनदिनै त्यस्तो गर ल हामी नमरा साथीहरू एउटा कुरा चाहिँ के भन्छ भन्दा हाम्रो आमाहरूसँग के भन्छ अरे मगर कुरा सिक्नु मन लाग्छ भने मेरो यो कमेन्टमा कमेन्ट गर्नु ल म यही भिडियो मार्फत हजुरहरूलाई मगर कुरा मगर कुरा सिक्ने बनाउँछु उहाँ दुईजनालाई भनेर हुन्छ ल साथीहरू हाम्रो आमाहरू खतरा मगर कुरा बोल्नुहुन्छ मलाई चाहिँ आउँदैन ल म चाहिँ अलिक उहाँहरू स्याङ्जाको म चाहिँ म्याग्दीको भएर होला मगर कुरा आउँदैन र अनि तपाईँहरू सबैजनाले हामीले खाएको भिडियो हेरेर इन्जोय गरिदिनु गर्ने भएपछि त मगर कुरा बोल्नु पर्यो मगर अब के गर्नु त नि आमा नि अब पनि बोल्नु पर्यो कान्छी पनि बोल्नु पर्यो हल्का फल्का त बुझ्ने भएम होइन तर बोल्न आउँदैन के गर्नु उता जन्म घरमै अब नबोलेपछि त अब बोल्ने कुरै भएन नि त मगर भाषाको किताब पाउँछ त्यही ल्याएर पढ ए ल हुन्छ ल साथीहरू होइन अब सबैजनाले हामीले खाएको हेरेर इन्जोय गरिदिनु भयो होला अनि त्यही हो मेरो युट्युब च्यानललाई के भन्न चाहनुहुन्छ आमा मेरो युट्युब च्यानललाई हाम्रो भिडियोलाई के भन्न चाहनुहुन्छ सबैजनालाई के भन्न चाहनुहुन्छ यहाँ हेर्ने साथीहरू सबैजनालाई के भन्ने अरे राम्रो भन्ने नराम्रो भन्न भएन के अरे मिठै खाने सुखै काट्ने अनि आमा भन्नु मैले त के भन्न चाहन्छु भने सबैले हेरौँ हाम्रो दिन उमेर गएको मान्छे हामी मरेर गए पनि अनि तिमीहरूले हेरिराख्न पाउँछौ देख्न पाउँछौ भन्ने मेरो त त्यही आशा छ राम्रो बनाइदियो हाम्रो भिडियो च्यानल त्यही हो ल
सुन्नुभयो साथीहरू मेरो आमाहरूले भन्नुभएको हामी तिनजना मिलेर आज भिडियो बनाएको होइन त्यही हो सबैजनाले धेरै धेरै माया गरिदिनु होला होइन पहिलाको भिडियोहरूमा जसरी माया दिनुभएको छ त्यसरी नै दिनु होला सबैजनाले है भन्दै अब नेक्स्ट भिडियोमा सायद गङ्गटा अथवा केही यो अब अहिले गङ्गटा खाएको छौँ अब अर्को भिडियोमा के ल्याउने छौँ तर तिनजनै आउनेछौँ तिनजना अथवा म चेन्ज हुन सक्छु साथीहरू ल सस्पेन्स छ त्यो चाहिँ भोलि पछि हेर्नु ल सबैजनालाई ल हेरेर इन्जोय गरिदिनु होला बाई बाई साथीहरू बाई जुठो हातले